ल साथीहरु तपाईहरुलाई कार्के भ्लगमा स्वागत छ। हेर्नुस् मलेसियामा यस्तो छ, यति राम्रो। यता माथि हाइवे रोड छ भनेपछि यो चाहिँ पुरा उ गरेर पोखरी बनाइदिएको छ। हेर्नुस् त्यहाँको सरकारले यहाँको नागरिकलाई कति सुविधा दिएको छ। मर्निङ वाक गर्नलाई होस्, एउटा मैडम मर्निङ वाक गर्दैछ, यस्तो छ। हेर्नुस् यति रमाइलो। यता पनि यो बाँसको बुटो जस्तो देखिन्छ हैन, ल हेर्नुस् पुरा लाइट छ, यति सुविधा दिएको छ तारजाली सहित है। ल हेर्नु यति राम्रो बनाइदिएको छ, यहाँको नागरिकलाई यति सुविधा दिएको छ यहाँको सरकारले। देख्नुभयो नि, यति सुविधा दिएको छ यहाँको सरकारले, मलेसियन सरकारले यहाँको नागरिकलाई। हेर्नुस् यो बाँस, शीतलको छारी कति राम्रो छ। फोहोरहरू हेर्नुस्, फोहोर राख्ने यस्तो राम्रो व्यवस्था पारिदिएको छ कि यहाँको सरकारले। माछा मार्दैछ सानो केटो, यति राम्रो छ। हेर्नुस् सुन्दर दृश्य, यस्तो पोखरी छ कि हेर्नुस् यति राम्रो, यति सुन्दर छ कि। ल यस्तो बनाइदिएको छ कि यहाँको पब्लिकको लागि यति सुविधा दिएको छ। माछा मार्दैछन्, हेर्नुस् यति राम्रो छ। ल पोखरी, तर यहाँ चाहिँ माछा चाहिँ लाग्छ फेरि है। तपाईको वरिपरि पुरा रुख रोपिदिएको छ। ल यस्तो सुविधा दिएको छ, यस्तो राम्रो बनाएको छ पार्किङ। अङ्कल एक्सर्साइज गर्दैछन्। ल यस्तो छ, यति राम्रो सुविधा। ल हेर्नुस् एकजना अङ्कल परै माछा मार्दैछन्। ल यस्तो छ, हेर्नुस् यति राम्रो, यति सुन्दर छ। देख्नुभयो नि, ब्लड प्रेसर हाई भएको वालालाई ल यहाँ खाली खुट्टा यस्तो हिँड्नलाई टक्क यस्तो राम्रो बनाइदिएको छ। ल हेर्नुस् यति राम्रो बनाइदिएको छ। ल अहिलेलाई यति नै। ल तपाईको हेर्नुस् कटहरको रुख पनि छ यहाँ।